जब भुन्टी आफ्नी आमालाई खाना लिएर हस्पिटल जान तयारी गरिरहेकी हुन्छन् त्यति नै बेला भूपेन्द्रले रोकेपछि भुन्टीले दिएको जवाफ र भुन्टी आएको आक्रोश देख्दा भूपेन्द्रको होस उड्छ। अब मेरी आमा ठिक हुन् र तपाईले गाडीले हानेको मान्छे ठिक होस्, त्यस पछाडि भनेको तपाईँ र मेरो सम्बन्ध नरहेकै राम्रो र तपाईले मलाई छोडिदिएकै राम्रो। तपाईँ अलग बस्नुहोस्, म अलग बस। यो कुरा गर्दै थिइन् भुन्टीले भूपेन्द्रसँग, तर भूपेन्द्रले पनि अझै पनि आफ्नो घमण्ड छोडिरहेका थिएनन्। सदा जस्तै गरेर भुन्टीलाई हेप्न खोजिरहेका थिए, दबाउन खोजिरहेका थिए, तर भुन्टीले कहिले मानिनन्। भुन्टीले उल्टै भूपेन्द्रमाथि हात उठाएर त्यहाँबाट खचेडेर लडाइन्। धकलेर लडाइसकेपछि भूपेन्द्रले पनि यस्तो सोच्न थाले कि अब भुन्टीसँग सकिँदैन भन्ने कुरा, तर पनि यसलाई जसरी हुन्छ गलत साबित गराउँछु र जेल हाल्छु नै भन्ने पुरा परिवारले प्लान बनाइसकेका थिए र भुन्टी उम्केर जाने ठाउँसम्म पनि थिएन। तर अब जे हुन्छ राम्रैको लागि हुन्छ भने चाहिँ जबरजस्ती भुन्टीलाई गर्दै गर्दा जसलाई गाडीले हानेको थियो त्यो मान्छेका सारा परिवार भने भूपेन्द्रकै घरमा आइपुगे र उनीहरूले अर्काको मान्छे मार्न खोजेर त घरमा आएर बस्ने भन्दै नाना थरी गरेर गाली गर्न थालेपछि सारा परिवार भने कौसीमा निस्केर आए। तर कौसीमा निस्केर आए पनि अब ती गाउँबाट आएकाहरूले भूपेन्द्र र भूपेन्द्रको परिवारलाई किन छोड्थे र बारम्बार भुन्टीले सम्झाउँदासम्म पनि नमान्ने ती भूपेन्द्रले भने आज अब धेरै दुःख पाउने भए। अब यिनलाई गाडीले ठक्कर दिएको कारण अब यिनलाई ठुलो सजायसम्म पनि हुने सम्भावना पनि पक्कै छ। हस्पिटलमा लगेर लावारिसै तरिकाले छोडेर घर फर्केर आए। आफ्नै आमा बिरामी भएर रुङ्न बस्छु भन्दासम्म पनि भुन्टीलाई बस्न नदिएर आफ्नै दाइसँग बात लगाएर भुन्टीलाई त्यहाँबाट लिएर आए। तर भुन्टीलाई अझै पनि घरमा आएपछि पनि टोकालीसँगको तेरो सम्बन्ध के हो भन्दै अझ ठुला कुरा भने भूपेन्द्रले गरिरहेका छन्। तर भुन्टी बिचारी आफ्नो दाइलाई यति माया र सम्मान गर्छिन् कि थाहै छैन र टोकालेले पनि आफ्नी बहिनीलाई जत्तिकै माया गर्छन् र आफ्नो बहिनी नै हुन् भन्ने कुराको प्रमाणित दिइसकेका छन्। भने भूपेन्द्रलाई किन आपत्ति, आफ्नी श्रीमती कस्ती छिन् भन्ने कुरा यथार्थ थाहा पाइसकेका भूपेन्द्रले आज किन यस्तो धेरै मूर्ख बनिरहेका छन्। के साँच्चीकै अब सुकुमाया नाइसम्म यो कुनै पनि कुरामा मेलमिलाप नहुने नै हो त? सुकुमायाले आएर कडा कारबाही नगरिन्जेलसम्म यिनीहरूको होस ठेगानमा नआउला जस्तो देखिँदैछ। तर सुकुमाया कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा छैन। कुन दिन भने सुकुमाया पक्कै आउने छिन् र यिनीहरूको सारा काला करतुतहरूको पर्दाफास गर्दै यिनीहरूलाई सबैलाई जेल पठाउने छिन्। त्यस पछाडि ढुक्कै हुनेछ। तर त्यतिन्जेलसम्म भने भुन्टीले धेरै दुःख पाउने र भुन्टीलाई धेरै हेप्ने र पेल्ने गरिरहेका छन्। भूपेन्द्रका दाइ त अलिक सोझो र इमान्दार झैँ देखिन्थे, तर अहिले भोलि बिहानै भुन्टीलाई चौकी लिएर जानुपर्छ भनेपछि भुन्टीलाई दाइले सम्झाएका कुराहरू याद आउँछ। हुन पनि हो, आफू एक्लै छु र उनीहरू सारा परिवार र जो आरोपी छ त्यो जेलको पनि उनीहरूसँगै मिलेर अघि बढिरहेको छ। भने म कसरी अब यिनीहरूलाई जित्न सक्छु र मलाई जसरी पनि यिनीहरूले फसाउने छन् भन्ने कुरा भुन्टीलाई र भुन्टीको दाइलाई भने लागिसकेको छ। तर भुन्टीका परिवारलाई भने केही थाहा छैन यो विषयमा। भुन्टी सही ठाउँमा छिन्, इमान्दार ठाउँमा छिन् भन्ने, सही सलामत छिन् भन्ने मात्र थाहा छ। तर भुन्टी कुन अवस्थामा हस्पिटल आएकी हुन्, कसरी आएकी हुन् र त्यो हस्पिटल आउँदै गर्दा के भयो भन्ने कुरा भने परिवारलाई थाहा छैन। अब सुकुमायाको प्रतीक्षामा हामी सबै बसिरहेका छौँ। कहिले सुकुमायाको आगमन होला त र कहिले भुन्टीले न्याय पाउलिन् र यिनीहरूले भुन्टीलाई दिएको यातनाको सजाय यिनीहरूले भोग्लान् त? त्यो थाहा पाउन भने अर्को भिडियो हेर्नुपर्ने हुन्छ। र तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।